ढोका थुनेर भित्र बसेर समस्याको समाधान हुँदैन। बाहिर निस्के। त विदेश पढ्न जाने कुरामा म मन्जुर छु। Wait. तर मेरा केही शर्तहरू छन्, त्यो पुरा गरिस् भने अलि ज्यादा सक्छु। त्यसपछिको सम्पूर्ण खर्चको व्यवस्था गर्नेछ र पहिला महिनाको लागि लिएको पैसा पनि फिर्ता गर्नेछस्। नम्बर 3, तैँले नेपालको कुनै पनि टेलिकमको सिम चलाउन पाउने छैनस्। पारिवारिक सम्पर्कको लागि अडियो कल या भिडियो कल मात्र हुनेछ। नम्बर 4, परिश्रमबाट प्राप्त गरे भन्दा बाहेक तैँले कुनै ऋण, दान, सहयोग, सट्टेबाजी, चिट्ठा आदि इत्यादिबाट धन आर्जन गर्न पाउने छैनस् र आफ्नो खर्च घटाएर बचत भएको पैसा घरमा पठाउनेछस्। नम्बर 5, यो सहमति मेरो पक्षबाट उल्लङ्घन भएको खण्डमा या तैँले पुरा गरेको खण्डमा जित तेरो हुनेछ। तर यदि तैँले यो सहमति उल्लङ्घन गरेको खण्डमा तैँले मसँग म बाँचुन्जेल विदेश पढ्न जाने कुरा गर्ने छैनस्, जित मेरो हुनेछ। यो सबै कुरा मलाई मन्जुर छ। बिहानीको लागि तयारी गर। जान्नु हो यस्तो अल्लारे छोरामाथि यत्रो ठुलो भार थोपलेर ठेक्न सक्छ त बुढो यसले? हजुरले गर्न चाहिँ खोज्नु भएको के हो? लगते भिडियो त्यो ऊ सुन्छ के